नमस्ते सबैजनालाई स्वागत छ मेरो युट्युब च्यानलमा। अनि आज म तपाईहरुको माझमा एउटा कन्फ्युजन वाला भिडियो लिएर आएको छु। कन्फ्युजन वाला भिडियो चाहिँ के हो भन्दाखेरि टपिक चाहिँ कन्फ्युज छ कि तपाई हामी सबैजनालाई थाहा भएको कुरा हो। 82 साल भाद्र 23 र 24 गते भएको जेन्जी आन्दोलन पछाडि नेपालमा फेरि पुनः चाहिँ विभाजन हुने भएको छ, जुन चाहिँ फागुन 21 गते हुँदैछ। र यो सँगसँगै अहिले नेपालले नयाँ परिवर्तन खोजेसँगै नयाँ पार्टीहरूको पनि आगमन भएको छ। नयाँ पार्टीमा विशेष गरी आजभोलि बहुत चर्चामा रहेको चाहिँ कुलमान घिसिङको पार्टी चाहिँ उज्यालो नेपाल र हाम्रो हर्कराज साम्पाङ यानि कि हर्क साम्पाङको पार्टी चाहिँ सम संस्कृति पार्टी। यी दुई पार्टी अहिले विशेष गरी धेरै चर्चाको शिखरमा रहेको छ। मान्छे यसमा चाहिँ धेरैजना एकदम विज्ञ व्यक्तिहरू चाहिँ प्रवेश गर्ने क्रम पनि जारी नै छ। र कन्फ्युजन चाहिँ के हो भन्दाखेरि यसमा चाहिँ अब हामीले चाहिँ कसलाई चुज गर्ने। हामीले पुरानो पार्टीको कुरा गरेनौँ, किन भन्दा पुरानो पार्टीहरूले काम पहिला देखाइहाल्नु भएको छ हैन। तपाईहरुलाई थाहा छ, म भन्दिनँ, किन म कुनै पनि पोलिटिकल पार्टीको विरोधमा कुनै पनि छैन यसमा चाहिँ। तर कन्फ्युजन के हो भन्दाखेरि अहिले दुई नयाँ पार्टीहरूको आगमनसँगै हामीलाई कन्फ्युजन चाहिँ के भएको छ भने अब भोट कसलाई हाल्ने र नेपालको भविष्यको जिम्मा कुन चाहिँ पार्टीलाई दिने भन्ने चाहिँ हाम्रो कन्फ्युजन हो। किन भन्दाखेरि दुईवटा पार्टी जुन आगमन भएको श्रम संस्कृति पार्टी र उज्यालो नेपाल पार्टीको जो व्यक्ति चाहिँ हुनुहुन्छ यसमा चाहिँ लिड गर्ने व्यक्तिहरू, उहाँहरू दुवैजनाले राम्रो काम आफ्नो आफ्नो ठाउँमा नेपालको लागि चाहिँ राम्रो काम गरिसक्नु भएको छ, जुन तपाईँ हामीले देख्न सक्छौँ, जुन हामीले देखिसकेको पनि छौँ। कुलमान घिसिङ जो चाहिँ दशकौंको लामो 18 घण्टै लोड सेडिङलाई चाहिँ परिवर्तन गरेर अहिले लोड सेडिङ मुक्त देशमा परिवर्तन गर्न सफल एक नायक, उज्यालोको नायक भनेर हामी चिन्ने गर्छौँ। उहाँ हुनुहुन्छ। हाम्रो उज्यालो नेपाल पार्टीलाई चाहिँ नेतृत्व गर्ने भने हाम्रो हर्कराज साम्पाङ यानि कि श्रम गर्नुपर्छ, श्रम संस्कृतिलाई विकास गर्नुपर्छ भनेर श्रमको माध्यमबाट चाहिँ देश विकास सम्भव छ भनेर चाहिँ जुन पूर्वमा अहिले जुन हाम्रो धरानमा चाहिँ उहाँहरूले अलरेडी एउटा उदाहरण देखाइसक्नु भएको छ। त्यही भएर चाहिँ श्रम गर्नुपर्छ, श्रमबाट नै देश परिवर्तन हुने हो। हाम्रो जस्तो गरिब मुलुकलाई भनौँ न, पिछडिएको मुलुकलाई चाहिँ हामी अरूको देशको ऋण लिएर होइन, आफ्नै देशमा चाहिँ श्रम गरेर सबैजना मिलेर चाहिँ देश विकास गर्नुपर्छ भन्ने एउटा उहाँको जुन अभियान रहेको छ, एजेन्डा रहेको छ, त्यो पनि राम्रो छ। र कुलमान घिसिङले त अलरेडी चाहिँ गरेर देखाइसक्नु भएको छ। एउटा सिस्टम बसालेर एउटा टेक्नोलोजीलाई भित्राएर र हाइड्रोको माध्यमबाट देशलाई चाहिँ देशलाई चाहिँ विकास गर्न सकिन्छ भनेर एउटा उहाँले चाहिँ एउटा राम्रो एजेन्डा पनि बोकेर ल्याउनु भएको छ। एजेन्डा उहाँको पार्टीमा रहेको छ। राम्रो राम्रो दिग्गज व्यक्तिहरू यो पार्टीमा प्रवेश गर्दैछन्। त्यही भएर अब हामीलाई चाहिँ विशेष गरी हामी भोटरहरूलाई चाहिँ एउटा कन्फ्युजन चाहिँ के क्रिएट भयो भने अब दुईटा पार्टी कम्पिटिसन गर्दै गर्दाखेरि चाहिँ कुन चाहिँ पार्टीलाई चाहिँ हामीले भोट दिँदा राम्रो र कुन चाहिँ पार्टीलाई चाहिँ हामीले देश हस्तान्तरण गर्दाखेरि राम्रो भन्ने कुरा चाहिँ हाम्रो चाहिँ कन्फ्युजन हो। सायद जहाँसम्म लाग्छ यो कन्फ्युजन मेरो मात्र नभएर आजको युथ र आजको जनताहरूको चाहिँ सबैजनाको कन्फ्युजन होला। किन भन्दा अहिले नजान्ने नबुझ्ने कोही पनि छैन। पुरानो पार्टीदेखि सबैजना चाहिँ एकदम दिक्क भइसकेको छ। अब नयाँ पार्टीमा पनि दुईजना दिग्गज व्यक्तिहरू चाहिँ सामेल भएको फरक फरक पार्टीमा चाहिँ दुईटा पार्टी चाहिँ आउँदाखेरि चाहिँ कुन पार्टीलाई चाहिँ भोट दिने भनेर कन्फ्युजन हुनुहुन्छ होला। यदि मेरो जस्तै समस्या तपाईँहरूको पनि हो भने कृपया तपाईहरुले चाहिँ कमेन्ट गर्नु होला कुन चाहिँ पार्टीलाई भोट दिँदाखेरि चाहिँ बेटर हुन्छ र तपाईहरुलाई कुन पार्टी राम्रो लाग्छ, हर्कराज साम्पाङ कि कुलमान घिसिङ यानि कि उज्यालो नेपाल या श्रम संस्कृति पार्टी। कृपया सबैजनाले कमेन्ट गर्नु होला। यो कुनै कसैले पनि नेगेटिभ कमेन्ट चाहिँ नगर्नु होला। एउटा सकारात्मक हिसाबले चाहिँ बनाएको भिडियो हो हैन। म कुनै पनि, मैले अघि भनिसकेको छु, म कुनै पनि पोलिटिकल पार्टी विरोधी चाहिँ होइन हैन। किन भन्दा सबै पार्टीमा, सबै पोलिटिकल पार्टीमा चाहिँ आफ्नो आफ्नै राम्रो राम्रो एजेन्डाहरू छ। त्यसलाई कतिपय कुरा चाहिँ त्यसलाई कार्यान्वयन गर्ने नगर्ने, त्यसलाई कतिपय कार्यान्वयन गर्न सकिन्छ सकिन्न, र त्यहाँ भएको व्यक्तिहरूले चाहिँ कतिको नेतृत्व गर्न सकिन्छ भन्ने कुरामा मात्रै फरक पर्ने हो। हरेक पार्टीको राम्रो राम्रो एजेन्डाहरू छन्। त्यसैले गर्दाखेरि यो अब आउने यो जुन फागुन 21 गतिको चुनावमा चाहिँ कुन चाहिँ पार्टीलाई चाहिँ हामीले चुज गर्नुपर्ने छ त, कुन चाहिँ पार्टीलाई चुज गर्दा चाहिँ बेटर होला, कृपया सबैजनाले कमेन्टमा लेख्नु होला।
यदि यो भिडियो मन परेमा तपाईहरुले लाइक शेयर एन्ड च्यानललाई सब्स्क्राइब गर्न पनि सक्नुहुनेछ। हस्त धन्यवाद।